मुटुको धड्कन त तलमाथि भएर धड्किदिएन र निरन्तर धड्केन भने यो प्राण पखेरु उड्छ। धड्कन बन्द भएर सिधा लाइन आइदियो भने जीवन समाप्त भयो भने बुझिन्छ भने यो श्वास प्रश्वासको क्रममा धड्किने मुटु त तलमाथि हुन्छ भने जीवनमा आइपर्ने तलमाथि भइराख्ने कुराहरूलाई लिएर जीवन नै अन्त भयो, जीवनमा केही गर्न सकिएन, जीवनलाई अगाडि बढाउनको लागि चाहिने जति पनि उत्प्रेरणा मोटिभेसन भन्छौँ हामी, त्यो हाम्रो आफ्नै शरीरभित्र भएको धड्किरहेको मुटुले नै दिइरहेको छैन र। त्यसैले जीवन जिउनको लागि उतार चढाव, जीवनमा सफलता प्राप्त गर्नको लागि उतार चढाव, जीवनलाई निरन्तरता दिनको लागि उतार चढाव, यो जीवनलाई एकदमै ब्यालेन्समा राख्ने कुरा हो भन्ने बुझ्नु जरुरी छ जस्तो लाग्छ, होइन र?